थिए डाक्टर साहब। त्यो भिडियो चाहिँ धेरै दर्शकवृन्दहरूले हेरेर मन पनि पराइदिनु पर्छ डाक्टर साहब। र त्यही नै दर्शकवृन्दहरूले एउटा कमेन्टमा यो स्तन दुख्ने सम्बन्धी चाहिँ जानकारी दिनु न भनेर चाहिँ कमेन्ट गर्नुभएको थियो डाक्टर साहब। त्यसै सन्दर्भमा डाक्टर साहबलाई आज मैले आफ्नो च्यानलमा निमन्त्रणा गरेको छु डाक्टर साहब। मलाई पनि फेरि बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई। डाक्टर साहब, यो स्तन दुख्ने भनेर जुन विशेष गरी महिलाहरूलाई हुन्छ, यो कतिको ठुलो समस्या हो डाक्टर साहब? समस्या भन्दा मेडिकल्ली चाहिँ त्यस्तो ठुलो समस्या होइन, तर बिरामीको हिसाबले सोध्ने हो भने चाहिँ ठुलो समस्या हो। किनभने कुनै पनि जहाँ स्तनमा कुनै पनि ठाउँमा दुख्नु भनेको असह्य नै हुन्छ होइन। र पहिलो नट अन्ली स्तनमा मात्रै होइन, कुनै पनि ठाउँमा दुख्यो भने दुख्यो भने बिरामी हस्पिटल तुरुन्त आइपुग्छ होइन। दुखेन भने अलिअलि घाँटा छ, ल भोलि जाउँला पर्सि जाउँला, आज यो काम छ भोलि यो काम छ भनेर बस्छन् होइन। त्यही भएर बिरामीको नजरबाट हेर्दा यो ठुलो समस्या हो होइन। तर अब के छ, स्तनको समस्या, स्तनको दुखाइमा चाहिँ के भन्नुपर्दाखेरि